नमस्ते दर्शकवृन्दहरू, यति बेला म आइपुगेको छु कुवेतको हवाली पार्कमा। यो पार्क जति सुन्दर छ त्यति नै मनमोहक दृश्यहरू पनि देख्न पाइन्छ। यो पार्कमा विभिन्न देशबाट कामको सिलसिलामा पाल्नुहुने आदरणीय दर्शकवृन्दहरू गर्मी महिनामा गर्मी छल्नलाई यहाँ आएर टिकटक बनाउने, भिडियो बनाउने, मनोरञ्जन गर्नेहरू अनेक दृश्यहरू देख्न पाइन्छ। यही क्रममा बेला आदरणीय दर्शकहरूलाई जोड्न चाहन्छु। नमस्ते, कतिपय आउनुभएको, के कामको लागि आउनुभयो? गर्दा गर्दै कहाँदेखि पाल्नुभयो हजुर? म यहीँ हो, हामी नेपाल नेपालमा ताप्लेजुङ भाइ। अनि के छ ताप्लेजुङको चिसो एकदमै चिसो मौसम छोडेर यता गर्मीमा आउनुभएछ। गर्मी त्यस्तै छ भाइ। के छ हवालीको पार्कमा एकदम हरियाली जङ्गल छ, गर्मी छ। नेपालकै अनुभव भयो यहाँ आउँदाखेरि त। नेपालमै आएको के छ कतिको आउनुभएको? आएको भयो भाइ 8-9 वर्ष भयो। के कामको सिलसिलामा आउनुभयो? काम त्यस्तै, हामी जस्तो नेपालीले के गर्ने र भाइ, काम गर्नु पऱ्यो, परिवार पाल्नु पऱ्यो, त्यही त होइन। 8-9 वर्षको अनुभव कस्तो छ? कुवेत ठिक लाग्यो कि नेपालै ठिक छ कि हजुरलाई? नेपालको परिस्थिति हेर्दा त अब कुवेतै ठिक छ, तर आफ्नो देश भनेको प्यारो छ नि। कति समय बस्नुहुन्छ? अब 1 वर्ष बसिन्छ भाइ, 1 वर्ष बसिन्छ। गर्मी छल्नलाई रुख वरिपरि होइन, बच्चाहरू खेल्न भनौँ, कस्तो अनुभव गरिरहनु भएको छ? एकदम राम्रो रमाइलो भयो हामीलाई। ओके दर्शकवृन्द, हामीले 2जना नेपाली दाजुभाइहरूसँग परिचय गराइहालौँ। अब यो छोटो मिठो भ्लगको लागि अब हेरेर साथ सपोर्ट गरिदिनु होला। फेरि पनि उपस्थित हुनेछु म।